हेलो गाइज, वेलकम टु माई लाइफ। फर्स्ट टाइम म आफ्नो भोइसमा कभर गर्दैछु। नराम्रो भए पनि लाइक गरिदिनु होला। र म पहिला टोकियोको सिन्जुकु भन्ने ठाउँमा बस्थेँ। अहिले म नागोया आएको 2 महिना भयो। र नागोया आएबाट म कतै घुमेको थिएन। र आज काममा पनि बिदा मिल्यो र नागोया घुम्न जाने विचार गरेर म रुमबाट निस्केँ। त्यसपछि म नागोया साकाई टावर घुम्ने विचार गरेँ र साकाई टावरतिर म लागेँ। त्यसपछि साकाई टावर पनि पुगेँ र हल्का भिडियोहरू गरेँ। गर्मीले गर्दा लास्टै गर्मी भइरहेको थियो। सितालोमा बसेर आराम गर्दै साकाई टावरमा हल्का रमाइलो गर्दै भिडियोहरू बनाएँ। त्यसपछि गर्मीले गर्दा भिडियोहरू बनाएर रमाइलो भयो। गर्मी लास्टै थियो तर पनि मैले हल्का रमाइलो गरेर भिडियोहरू फोटोहरू खिचेँ। त्यसपछि त्यहाँ वरिपरि सबैतिर घुमेँ र भिडियोहरू गरेँ। त्यसपछि त्यहाँ कार्यक्रम भइरहेको रहेछ, जापानिजहरूले रमाइलो गरिरहेको रहेछ, त्यता हेरेँ एकछिन। त्यसपछि म यहाँको पार्कतिर एकछिन सितालमा बसेर रमाइलो गरेँ। त्यसपछि माथिबाट भ्युज हेर्न लिफ्टमा माथितिर लागेँ। त्यसपछि म माथिबाट भ्युजहरू हेरेँ, रमाइलो पनि भयो। भ्युजहरू हेर्दा मलाई मनमा आनन्द भयो, रमाइलो भयो। एक दिनको छुट्टीमा पनि रमाइलो भयो। त्यसपछि चाहिँ म साथीको रेस्टुरेन्टमा गएर खाजा खाएँ। त्यसपछि म रुमतिर फर्केँ। साथीहरू रुम नजिकै कोस्टको थियो। साथीले कोस्टकोमा जाऊँ भनेर कोस्टकोमा जाने विचार गरेँ। त्यसपछि म बाटोमा गएर कोस्टकोमा छिरेँ साथीहरू। त्यसपछि आजको भिडियो